नमस्कार, फुलबारी संवादमा स्वागत छ। म कीर्तबहादुर विष्ट। हामी यस फुलबारी संवाद मार्फत विभिन्न अतिथिहरूलाई हाम्रो स्टुडियोमा आमन्त्रण गरेर विभिन्न विषयमा छलफल, कुराकानी र बहस गर्ने गर्छौं। र आज हामीले फुलबारी संवादमा हाम्रो स्टुडियोमा नेपाली कांग्रेसका युवा नेता, प्रभावशाली वक्ता पनि हुनुहुन्छ, युवा नेता लेखराज जोशीलाई निम्त्याएका छौं र उहाँसँग नेपाली कांग्रेसको अबको बाटो के हुने, अब नेपाली कांग्रेस कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल तथा बहस गर्नेछौं र विशेष गरेर नेपाली कांग्रेस भित्र युवाको भूमिका अब कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा पनि बहस तथा छलफल गर्नेछौं। सर्वप्रथम फुलबारी संवादमा यहाँलाई स्वागत छ। धन्यवाद। यहाँ चाहिँ नेपाली कांग्रेसको युवा नेता पनि हुनुहुन्छ। अब पछिल्लो समयमा जुन यहाँलाई जानकारी पनि छ, भदौ 23 र 24 गते जुन देशव्यापी रूपमा जेनजी एउटा विद्रोह भयो, आन्दोलन भयो। आन्दोलनपछि हरेक राजनीतिक दलभित्र रूपान्तरण हुनुपर्छ भन्ने आवाजहरू पनि उठ्न थालेको छ र नेपाली कांग्रेसभित्रको अवस्था के छ र नेपाली कांग्रेसभित्र रूपान्तरण हुनुपर्छ भन्नेमा आवाजहरू कसरी अगाडि बढिरहेछ? सर्वप्रथम त यो भदौ 23 र 24 गतेको जुन आन्दोलन युवाहरूले चाहिँ उठाए, त्यो आन्दोलन आफैमा एउटा चाहिँ भेल जस्तै थियो। हाम्रा नेताहरूका केही कमी कमजोरीहरू भनौँ या हाम्रा आफ्नै केही कमी कमजोरीहरूका कारण युवाहरूमा छाएको निराशाले यो गति लिएको। भनेपछि राजनीतिक दलभित्र कमी कमजोरीका कारण र त्यो भ्रष्टाचार अन्त गर्नुपर्छ। भ्रष्टाचार पनि त्यो राजनीतिक दलहरूले भ्रष्टाचार पनि गरिरहेका थिए। भ्रष्टाचारलाई भन्दा नि हामीले चाहिँ स्पेसिफिक रूपमा हामीले भन्ने हो भने हामीले डेलिभरी दिन सकेनौँ भने युवाहरूको भावनालाई समेट्न सकेनौँ। अब त्यसमा चाहिँ थुप्रै कुराहरू होला, जस्तो भ्रष्टाचारको कुरा पनि होला, अरू पनि सेवाका कुराहरू छन्, प्रशासनिक सेवाका कुरा छन्, राजनीतिक जिम्मेवारीका कुराहरू छन्, भूमिकाका कुराहरू छन्। त्यसमा हामीले समेट्न सकेनौँ। एउटै पक्ष मात्रै छैन, त्यसमा थुप्रै छन्, रोजगारीका कुराहरू छन्। अब ती सबै कुराहरूमा चाहिँ हामीले युवाहरूको खास जो भावना थियो, यस्तो हुनुपर्छ कि भन्ने थियो, त्यसलाई चाहिँ व्यवस्था गरेको देखियो। त्यसैले चाहिँ अब त्यसैलाई टेकेर युवाहरूले एउटा विद्रोह गरे। यसमा एउटा अर्को महत्त्वपूर्ण के अरे पक्ष के पनि भयो भने ठ्याक्कै त्यही बेला एउटा निराशा थियो र त्यही बेला चाहिँ निराशा बोलिराख्ने एउटा फोरमलाई चाहिँ जब सरकारले बन्द गर्ने कोसिस गर्यो या त्यसलाई नियन्त्रण गर्ने कोसिस गर्यो, त्यो मान्छेको चाहिँ स्वभावमा आइसकेको, त्यो दिनचर्यामा आइसकेको चाहिँ सिस्टमलाई रोक्न थालेपछि विशेष गरेर तत्कालीन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध गर्यो। प्रतिबन्ध भने नियमन गर्ने नाउँमा हामीले के गरिदियौँ भने त्यसलाई नियमन गर्ने कुरा ठिक थियो, तर नियमन गर्ने नाउँमा के भइदियो नि हठात एकैचोटि। अहिले त सामाजिक सञ्जाल भनेको चाहिँ मान्छेको दिनचर्या र बिजनेस दुइटै कुरा छ। अब मान्छे एकैचोटि चाहिँ अब युवा जेनेरेसन जो छ, जो मोबाइलबाटै आफ्नो चाहिँ समय व्यतीत गर्दैछ या आर्जन पनि गर्दैछ, उनीहरूलाई ठुलो झट्का लाग्यो र एकैचोटि त्यसलाई चाहिँ त्यो निराशासँगै यसले चाहिँ अर्को झट्का दिइसकेपछि अलिकति यो परिस्थिति निर्माण भएको। अब जस्तै यहाँले भन्नुभयो नि, जो राजनीतिक दलहरूले विशेष गरेर ठुला राजनीतिक दलहरू जुन नेपालमा स्थापित राजनीतिक दलहरू थिए, नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका अन्य थुप्रै दलहरू थिए, त्यसमध्ये जुन हामीले डेलिभरी दिन सकेनौँ भनेर जुन यहाँ युवा नेता पनि हुनुहुन्छ, यो भन्दै गर्दाखेरि यसको लागि नेपाली कांग्रेस चाहिँ कति जिम्मेवार हो? यहाँ चाहिँ नेपाली कांग्रेसको युवा नेता पनि हुनुहुन्छ। जिम्मेवारी त लिनुपर्छ नि। नेपाली कांग्रेस कति प्रतिशत भन्दा अब ठुलो दल नेपाली कांग्रेस नै हो। जनताले विश्वास गरेर सबैभन्दा बढी संसद निर्वाचित गरेको दल नेपाली कांग्रेस भएका कारणले अरूभन्दा ज्यादा महत्त्वपूर्ण जिम्मेवारी हुन्छ र त्यो हामीले चाहिँ नैतिक रूपमा त्यसलाई ग्रहण गर्नै पर्छ र यसलाई त्यो ग्रहण गरिसकेपछि हामीले यसलाई चाहिँ फेरि नयाँ चरणमा हामीले आफ्ना कमी कमजोरीलाई सुधार्ने कोसिस गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। अब कसरी चाहिँ अगाडि बढ्नुपर्छ त नेपाली कांग्रेस? अबको पाटो के? अब कसरी अगाडि बढ्नु पर्ला त यी सुधार्दै, यी कमी कमजोरीहरू जुन यहाँले स्वीकार पनि? सबभन्दा पहिलो कुरा के हो भने मान्छे जस्तो युवाहरूको जहाँ आक्रोश छ, त्यो आक्रोश मत्थर गर्नका लागि पहिला त कांग्रेस अध्यावधिक हुन जरुरी छ, नीतिमा पनि नेतृत्वमा पनि। अब हिजोको नीतिले जुन डेलिभरी दिन सकेन, त्यसलाई अबको अहिलेको माग अनुसारको नीति बनाएर नेतृत्वलाई पनि, जसको नीति उसको नेतृत्व हुन्छ नि त, हैन? नीति अनुसारै नेतृत्व दिएर त्यसलाई डेलिभरी दिन सक्ने नेतृत्व पनि अगाडि बढाएर हामीले चाहिँ नयाँ बाटो तय गर्नुपर्छ र नेपाली कांग्रेस नै हो जो अहिलेसम्मका सबै कुराहरूमा मध्यमार्गी भएर डोर्याउन सक्ने पनि नेपाली कांग्रेस नै हो। त त्यसलाई चाहिँ अब डोर्याउने बाटोमा सरकार, जेनजी
र अरू पनि दलहरू सबै ठुला राजनीतिक दलहरूलाई एक फोरममा ल्याएर एउटा स्ट्र्याटेजी एउटा सहमतिको बाटो निर्माण गरेर निर्वाचनबाट डुब्नेलाई जसको अब केही संविधानमा केही अट्याक छ त्यसलाई चाहिँ ट्र्याकमा ल्याउनु पहिलो जिम्मेवारी छ। यो सबैलाई समेटेर जुन सक्छ नेपाली काङ्ग्रेसले ट्र्याकमा ल्याउने देशलाई अगाडि बढाउन सक्छ। यसमा एउटा कुरा के हो भने सबभन्दा ठुलो कुरा आत्मविश्वास हो र अझै पनि के हो भने जनताले युवाले नेपाली काङ्ग्रेसलाई विश्वास गर्ने थुप्रै आधारहरू छन् किनकि यो डेमोक्रेट पनि छ, लचिलो पनि छ र आफूलाई समय अनुकूल सुधार्न सक्ने र संशोधन गरेर अगाडि लग्न सक्ने पार्टी भएको कारणले यसलाई अझ पनि चाहिँ विश्वास गर्छ र नेपाली काङ्ग्रेसले त्यो नेतृत्व लिन सक्छ भन्ने पूर्ण विश्वास छ। अब यो जुन यो 23-24 गतेको जेन्जी विद्रोहपछि जुन अहिले नयाँ नागरिक सरकारको रूपमा एउटा नयाँ सरकार पनि गठन भएको छ र सँगसँगै नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठक पनि जारी छ। अब केही दिन स्थगित भएको छ, अब 13 गते चाहिँ बैठक अगाडि बढ्छ। अब यो बैठकले कुन मार्गदर्शन अँगालेर अगाडि बढ्छ र यो बैठकले चाहिँ कस्तो खालको निर्णय लिएला जस्तो लाग्छ अथवा कस्तो निर्णय लिनुपर्छ अब त्यो केन्द्रीय समितिको बैठकले? पहिलो कुरा त यो बैठक चाहिँ अनावश्यक लम्ब्याइँदैछ। यो चाहिँ गत 26 गते आह्वान गरेको बैठक अब पार्टी सभापतिको केही स्वास्थ्य अवस्था र केही गम्भीरताका कारण 2 दिन सर्यो। त्यसपछि पनि उहाँको चाहिँ उहाँको वक्तव्यपछि कार्यभाग दिएर मार्ग प्रशस्त गर्नुहोस्, अगाडि बढ्नुहोस् भन्नुभएको छ। शुभकामना छ, तपाईँ अगाडि बढ्नुहोस् भन्नुभएको छ। त्यसपछि पनि यसलाई चाहिँ लम्ब्याउने भन्दा पनि एउटा सहमति खोजेर समयमा अहिले त केन्द्रीय समितिका केन्द्रीय सदस्यहरूले चाह्यो भने एक दिनमा सबै सहमति भएर तपाईको मङ्सिरमा चाहिँ अधिवेशन गर्न सक्ने द्रुत मार्गबाट अगाडि बढ्न सक्छ। तर केन्द्रीय समिति के चाहन्छ भने 54% महाधिवेशन अरू पनि महाधिवेशन प्रतिनिधिहरू छन्, तलको चाहिँ भावनालाई नबुझेर आफै फेरि चाहिँ त्यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेर लम्ब्याउने, त्यसपछि समय पुगेन भनेर चाहिँ यसलाई चाहिँ डिबेट अगाडि बढाएर सकिँदैन भन्ने बाटोमा चाहिँ पुर्याउन खोज्दैछ। त्यो चाहिँ केन्द्रीय समितिको कमजोरी हो। अब जस्तै जुन यहाँले प्रसङ्ग पनि उठाइहाल्नु, जुन 54% हस्ताक्षरको कुराहरू सुदूरपश्चिमबाट पनि हस्ताक्षर सङ्कलन भयो, यहाँ त्यो हस्ताक्षरको एउटा अभियानताको हिसाबले पनि अगाडि पनि बढ्नुभयो। अब यो जुन 54% जुन हस्ताक्षर छ, यो हस्ताक्षर चाहिँ यसको काम छैन, औचित्य छैन, यो डेट एक्सपायर भइसक्यो भनेर पनि नेपाली काङ्ग्रेस विरुद्धमा चर्चा छ। यसले चाहिँ मत हाल्ने काम हो, नेतृत्व चुन्ने काम हो, नेतृत्व चुनिसक्यो। अब यसको यो हस्ताक्षरले कुनै काम गर्दैन, यो विशेष महाधिवेशनको विषयमा हुनु हुँदैन र नियमितै महाधिवेशन हुनुपर्छ भन्नेमा काङ्ग्रेसभित्र व्यापक बहस छ। यसलाई चाहिँ यहाँले कसरी निहाल्नु भएको छ, यहाँको विश्लेषण के छ यसमा? पहिलो कुरा चाहिँ नियमित महाधिवेशन हुनुपर्छ भन्ने कुरामा चाहिँ कुनै आपत्ति छैन। नियमित महाधिवेशन मङ्सिर मसान्तभित्र गर्ने कुरामा कसैले रोकटोक गर्दैन। त्यसलाई द्रुत गतिमा अगाडि बढाउनु सम्भव छ। यो छोटो अवधिमा सम्भव, छोटो अवधिमा हामीलाई सकिन्छ नि। क्रियाशीलको विवाद छ। पहिला चाहिँ आत्मविश्वास हुनु पर्यो क्या। क्रियाशील सदस्यता नवीकरण गर्ने कुरालाई चाहिँ एउटा केन्द्रीय कमिटीको निर्णयले सल्भ गर्न सक्छ। नयाँ दिनुपर्ने पनि धेरै केही पनि छैन। केही नयाँ मान्छेहरूलाई चाहिँ महाधिवेशनमा सहभागी गराउने वातावरण बनाउने हो। 1 हप्ता 10 दिनमा त्यो नयाँ सदस्यता पनि वितरण गर्न सकिन्छ, सम्भव हुन्छ। यो वडा स्तरमै विवाद हुने गरेको हुन्छ काङ्ग्रेसको, विशेष गरेर क्रियाशील भनेको महत्त्वपूर्ण। झन्डै 7 लाखका हाराहारीमा नेपाली काङ्ग्रेसका क्रियाशीलहरू छन्। यसको व्यवस्थापन गर्न 10-15 दिनमै सम्भव हुन्छ। वेबसाइटमा हाल्ने हो भने तपाईँको वेबसाइटमा इन्ट्री गर्ने हो, उसले फारम भर्ने, जिल्लाले नै इन्ट्री गर्ने विषयमा कति दिन लाग्छ र? यो चाह्यो भने सकिने विषय हो। नेताहरूको समझदारी जरुरी छ यसमा। समझदारी त जरुरी छ नि त। समझदारीका अनुसार गयो भने सम्भव छ। र अर्को कुरा रह्यो विशेष महाधिवेशनमा यो तपाईँको जो 54% चाहिँ त्यो भने त्यसको फेज आउट भइसक्यो भन्ने कुरा छ। त्यो फेज आउट भइसक्यो, अब केन्द्रीय कमिटी कसरी आफ्नो डेट लम्ब्याउँछ त? उसको मेन्डेट पनि सकियो, ऊ पनि सकियो, त्यो लम्ब्याउन पनि सक्दैन। पहिलो कुरा, यदि फेज आउट भएको हो भने दर्ता किन गर्यो? दर्ता पनि त गरेको छ त। केन्द्रीय कार्यालयले दर्ता गर्ने, हस्ताक्षर दर्ता गर्ने, माग दर्ता गर्ने। अनि बाहिर चाहिँ कसैले यो यसको सकिसक्यो, डेट सकियो, एक्सपायर भयो भने भए त तपाईँको चाहिँ सास रोकिदिएपछि, तपाईँको सास एक्सपायर भएपछि तपाईँ जिउँदो कसरी बस्नुहुन्छ? महाधिवेशन प्रतिनिधि एक्सपायर भइसक्यो, केन्द्रीय समितिको चाहिँ डेट लम्ब्याउने आधार के छ त?
उसले त म्यान्डेट 4 वर्षको दिया हो नि त। अनि उसले चाहिँ म्यान्डेट सकिसके महाधिवेशन प्रतिनिधिले केन्द्रीय समितिले चाहिँ 1 वर्ष 2 वर्ष लम्ब्याउन मिल्ने विशेष अधिकारको कुराहरू पनि विशेष अधिकार त्यसको फेरि विधानमा कुनै डेट त यसो यति वर्षका लागि भनेर भनेको छैन। त्यो त अर्को महाधिवेशन नहुन्जेलसम्मका लागि हो नि। अर्को महाधिवेशन नहुन्जेलसम्मका लागि त त्यो महाधिवेशन प्रतिनिधिले काम गर्ने हो। अब यहाँहरूको खास बढी धारणा चाहिँ कतातिर हो त? अब यो विशेष महाधिवेशन प्राथमिकता हो या अधिवेशन 2 महिनाभित्रै अथवा अधिवेशन हुन्छ? 2 महिनाभित्र अधिवेशन यिनीहरूले गर्दैनन्। नगर्ने भएपछि यो बाध्यकारी परिस्थिति हो। मङ्सिरभित्र महाधिवेशन गर्ने केन्द्रीय समितिको चाहिँ ध्येय भएको भए, मङ्सिरभित्र चाहिँ यो समयमा चाहिँ गरौँ भन्ने ध्येय भएको भए यस्तो यो केन्द्रीय समितिको बैठक नै लम्बिँदैन, फटाफट जान्छ। नीति र चाहिँ नीतिका एजेन्डा खोज्छन्, सेड्युल एउटा दर्ता के अरे यो प्रस्ताव आउँथ्यो, अहिलेसम्म भइसक्थ्यो। यो तिहार छठ रोकिराख्नुपर्ने अवस्थै थिएन। अब हाम्रो पहिला पनि के हो भने अनुमानै के थियो भने यो केन्द्रीय समिति पहिला पनि चाहिँ मनोगत ढङ्गबाट अगाडि बढेको, केन्द्रीय सदस्यहरूका स्वार्थका कारणले तलका चाहिँ कार्यकर्ताहरूको भावना कुल्चेर अगाडि बढेको हो। अहिले पनि चाहिँ केन्द्रीय सदस्यहरू, केन्द्रीय कमिटीका साथीहरू आफ्नो मनोगत, आफ्नो चाहिँ स्वार्थका कारण हजारौं तलका चाहिँ कार्यकर्ताहरूको भावनालाई चाहिँ कुल्चेर अगाडि बढ्न कोसिस गर्दैछ, त्यसलाई लम्ब्याउने कोसिस गर्दैछ। र त्यसो भए जस्तै 2/3 बहुमत अथवा पूर्ण रूपमा बहुमत छ अहिलेको जुन सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत छ अहिले पनि। उहाँहरू त जुनसुकै ढङ्गबाट पनि चाहेको खण्डमा त निर्णय गर्न सक्छन् होला नि त। यहाँले भने जस्तै पेलेरै गए जुन भन्दै हुनुहुन्छ, उहाँसँग त पूर्ण रूपमा बहुमत छ, उहाँ त आफू अनुकूल पनि निर्णय गर्न सक्नुहुन्छ, तर उहाँले चाहिँ पार्टीको भावना अनुसार भन्ने हुन्छ। उहाँहरूले चाहिँ केन्द्रीय समितिले निर्णय गर्नुपर्ने ठाउँमा उहाँहरूको बहुमत होला हैन। त्यसैले कुरा के हो भने जो विशेष महाधिवेशनका लागि माग गर्न भनेर विधानको धारा 17 को 2 बमोजिम जुन दर्ता भएको छ त्यसले काम गर्छ। केन्द्रीय समितिले अन्याय गर्यो भने, केन्द्रीय समितिले अन्याय गर्यो भने त महाधिवेशन प्रतिनिधि आफू उठ्छ नि त हैन। त्यो महाधिवेशनको माग त उसले रोक्न पाएन नि त। अब त्यो महाधिवेशन प्रतिनिधिहरूको मागलाई चाहिँ रोक्नका लागि फेज आउट भइसक्यो, त्यो महाधिवेशन डेट एक्सपायर भइसक्यो भन्ने जो कुतर्क आउँदैछ त्यो त्यसलाई चाहिँ के, त्यसैले मैले के भने त्यस्ता कुतर्कहरू गरेर चाहिँ अब अर्थ छैन। अब रिफर्म हुने हो, पार्टी अगाडि बढाउने हो, सकिन्छ ओडादेखि रिफर्म हुँ हैन। सकिँदैन भने कमसेकम केन्द्रबाट रिफर्म भएर त आउनु पर्यो। रिफर्म भएर नेतृत्व परिवर्तन, नीति परिवर्तन गरेर भोलि चाहिँ फागुन 21 मा सरकारले चाहिँ निर्वाचन घोषणा गरेको छ। त्यो फागुन 21 मा निर्वाचनमा जानका लागि त एउटा चाहिँ ऊर्जा त चाहिएला। यहीँनिर जोडे जस्तै हिजो मात्रै पनि मिटिङ बसेको भन्ने कुराहरू छ, संस्थापन पक्षहरूको मिटिङ बसेर चाहिँ अब अहिले फागुन 21 गतेको चुनावमा सहभागी हुने, चुनावमा सहभागी हुने र चुनाव सकिएपछि चाहिँ लगत्तै अधिवेशन गर्ने एक प्रकारको तर्कहरू आउन सक्छ भन्ने कुराहरू छ। यसलाई कसरी लिन सक्नुहुन्छ? यहाँ अब समस्या पनि छ, चुनावमा जाने कि अधिवेशनतर्फ जाने? नेपाली चुनावमा जानका लागि ऊर्जा चाहिएन, चुनावमा जानका लागि आफू तयार हुनु परेन, चुनावमा जानका लागि चाहिँ एजेन्डा चाहिएन, नयाँ नीति एप्रुभ गर्नु परेन। अनि केन्द्रीय समितिले जे लाग्यो त्यहीमा कार्यकर्ता चाहिँ अब जान्छ त निर्वाचन गर्न, चुनाव प्रचार गर्न, भोट माग्न जानुपर्ने कार्यकर्ताले छ। कार्यकर्ताले तलबाट रिफर्म हुन पाएको छैन। उनीहरूले चाहिँ पब्लिकमा गएर फेरि तिनै मान्छे, तिनै अब नेताहरू आउलान्, तिनै मान्छे आउलान्, ठिक छ, तर त्यो आउँदाखेरि पनि केही न केही राष्ट्रिय लेभलको बहसबाट काङ्ग्रेसले आफ्नो चाहिँ एउटा नयाँ रणनीति तय गर्नु पर्यो नि त। त्यसमा चाहिँ कार्यकर्ताहरूको भावना समेटिनु परेन, देशभरिका कार्यकर्ताको सम्बन्धित एउटा चाहिँ एउटा जिल्लाको एउटा केन्द्रीय सदस्यले मात्रै मेरो कुरा यो छ भनेर हुन्छ। उहाँहरू त सबै एउटा चाहिँ चेनभित्र बसेर आउनु भएको छ। तल त अहिले त मेन्टालिटी चाहिँ कार्यकर्ताको बदलिसक्यो। त्यो बदलिएको भावना अनुसार चाहिँ काङ्ग्रेसको ऊर्जा परिवर्तन गरेन भने फागुन 21 मा कसरी निर्वाचनमा जानुहुन्छ? त्यसैले निर्वाचनमा जानका लागि पनि यो चाहिँ महाधिवेशन हुन जरुरी छ। पहिला महाधिवेशन, त्यसपछि पहिला महाधिवेशन। यो महाधिवेशनमा फेरि यहाँ महाधिवेशन हुन्छ, महाधिवेशन खिचातानी हुन्छ, टिम बिग्रिन्छ भन्ने जो भ्रम छ त्यो भ्रम त्यो त पहिलादेखि त्यो बसाएको संस्कार हो नि त। अब त्यो पनि चिर्नु पर्छ। खुला छोडौँ नि त, खुला छोडौँ। जो मान्छे आउँछन्, जो महाधिवेशन प्रतिनिधि भएर आउँछन् तिनीहरूले चाहिँ अगाडि बढाउँछ होइन। त्यसैले चाहिँ महाधिवेशनले कहिल्यै पनि, महाधिवेशन भने त पार्टीमा नयाँ ऊर्जा थप्ने चिज पो हो त। नोक्सान हुने भए किन महाधिवेशन गर्ने? त्यहीभित्र मत बाजिन सक्छन्। मत बाजिन्छ, डिबेट, त्यो त डेमोक्रेसी हो नि। मत बाजिन्छ, डिबेट हुन्छ, त्यसपछि एउटा तर्कमा निस्किन्छ, एउटा चाहिँ संरचना निर्माण हुन्छ। त्यो संरचना अगाडि बढिसकेपछि काङ्ग्रेसभित्र त गुटै गुट हुन्छन्, एकले अर्कालाई परास्त गर्ने सिद्ध्याउने खेल काङ्ग्रेसभित्रै हुन्छ।
कसरी सम्भव होला त? होइन, गुट मिलेर यहाँहरु चुनावमा गुट भनेको त तर्क हो क्या। गुट भनेको चाहिँ तपाईँको व्यक्ति अनुसारको गुट निर्माण हुने होइन, लक्ष्य अनुसारको गुट तयार हुने हो। गुट भनेको के हो भने हाम्रो चाहिँ एजेन्डा मुद्दाहरू जसको जहाँ मिट भयो त्योसँग जाने हो होइन। अब 14औं महाधिवेशनमा बनेका गुट के अब 15औं महाधिवेशनमा त्यसै रहन्छ नि त। नयाँ बन्छ नि, नयाँ तर्क निर्माण हुन्छ, नयाँ एजेन्डा तयार हुन्छ, त्यो नयाँ एजेन्डाका आधारमा अगाडि बढ्छ। त्यसैले सबै त्यही गुट हुन्छ, अर्को हराउन लाग्छ, अर्को जिताउन लाग्छ भनेर होइन कि एकदम फ्री तरिकाबाट तलका कार्यकर्ताहरूको, वडामा बस्ने कार्यकर्ताहरूको, क्रियाशील सदस्यहरूको भावनामा चाहिँ मनोबललाई उच्च राख्ने गरेर हरेक कार्यकर्ताहरूको मनोभावना गिरिया छ पछिल्लो समयमा। गिरेको ऊर्जालाई अब हामीले कसरी उठाउने भन्ने नै छलफल हो नि त। यो गिरेको भावनालाई, उनीहरूको मनलाई जुरुक्क उठाउने नेतृत्वको अब 15औं अधिवेशनको लागि नेतृत्वको हो त अब नेपाली कांग्रेसभित्र। अब नेतृत्व आउँछन्, नेतृत्व हामी चाहिँ अब 2-3 जना होलान्, जो पनि आउला, तर हामीले देखेको एउटा चाहिँ जसको इस्यु, जसको मुद्दा, उसको नेतृत्व हुन्छ। अब मुद्दा कसले चाहिँ ऊर्जाको मुद्दा कसले ल्याउन सक्छ? सम्भावना कसको छ? अब ऊर्जाको मुद्दा कसले ल्याउन सक्छ? एउटा यो नेतृत्व भने पनि एउटा क्रान्ति हो नि त, एउटा आन्दोलन हो नि त, आन्दोलनबाट आउने हो नि त हैन। त्यसैले जसले यो समाजमा, जसले यो हाम्रो ग्रासरुटमा युवाहरूको चाहिँ मनोबल उच्च राख्न सक्छ, त्यही नेतृत्व अगाडि बढ्ने हो। अब फेरि अब नेपाली कांग्रेसभित्र युवाको मनोभावना बुझ्ने नेतृत्व आवश्यक छ। हो, युवाको मनोभावना र युवाको ऊर्जालाई जित्न सक्ने मान्छे अब चाहिँ नेता हुन्। छ को त नेपाली कांग्रेसभित्र? मान्छे त छँदैछन् नि, गगन थापा त्यही हुनुहुन्छ, उहाँले गर्नुहुन्छ। अब यहाँको धारणा भनेको अब गगन थापालाई पार्टी सभापति बनाएर अगाडि बढ्नुपर्छ भन्ने धारणा। एकदम उहाँसँग अरू पनि होलान् मान्छे, अरू पनि आउलान् युवा एजेन्डा, त्यो एजेन्डासँग मिट गर्ने। जसो उहाँ भोलि इलेक्सन लड्नुहुन्छ, लड्नुहुन्न, सभापति हुनुहुन्छ, हुनुहुन्न, त्यो आफ्नो ठाउँमा छ हैन। तर उहाँ जस्तै अरू पनि युवाहरू हुन सक्लान्, उहाँको एजेन्डालाई अरू पनि बोक्न सक्लान्। त जसले चाहिँ ऊर्जा बोक्न सक्छ, जसले चाहिँ क्षमता राख्न सक्छ, जसले चाहिँ मान्छेलाई चाहिँ मान्छेको युवाहरूको भावनालाई चाहिँ समेट्न सक्छ, त्यो मान्छेले नेतृत्व लिएर स्वाभाविक जाने हो क्या। त्यो हामीले गरेर बनाइराख्नु पर्दैन। अब हामी कार्यक्रमको पनि अन्तिममा पनि पुगिसकेका छौँ। अन्तिममा छोटकरीमा यहाँ छुटेका कुराहरू र यहाँलाई भन्न मन लागेका कुराहरू के छ भने छोटकरीमा राख्न सक्नुहुन्छ? मैले छोटकरीमा राख्नुपर्ने अरू कुरा केही छैन। अब यो अहिलेको परिस्थिति भने के हो भने नेपाली कांग्रेसले परिवर्तित राजनैतिक वातावरण अनुकूल आफूलाई ढाल्ने र हामीले रगत पसिना लगाएर आन्दोलन जे गरेर भए पनि हामीले गणतन्त्र, संवैधानिक के अरे यो लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ। संविधान सभाबाट संविधान दिएका छौँ। त्यो संविधान सभा पनि जनताको म्यान्डेटबाट आएको, जनताको लगानीबाट आएको, त्यो संविधानलाई पनि जोगाउने, युवाहरूको भावनालाई पनि समेट्ने, स्थिर सरकार निर्माण गर्ने, 4 वर्ष 5 वर्ष जति पनि हुन्छ, स्थिर सरकार र स्थिर संसद स्थापना गर्ने कसरी निर्माण हुन सक्छ, त्यो वातावरण सिर्जना गरेर सबैलाई समेटेर, सबैलाई यो आन्दोलनका भावना, सबैका आन्दोलनका भावनाहरूलाई चाहिँ केन्द्रमा राखेर अब नेपाली कांग्रेसले मियो भनेर फेरि यो एकपटक यो देशलाई निकास दिन आवश्यक छ। त्यसका लागि अब सानो घेरामा होइन, अब अलिकति बृहत छलफल गर्ने। त्यो बृहत छलफलमा चाहिँ पार्टीको आफ्नो ऊर्जालाई पनि समेट्ने र बाहिरका पनि अरू दलहरू, अरू समूहहरू, अरू राजनीतिक परिस्थिति, अरू घटनाक्रमका नेतृत्व गर्नेहरू सबैलाई समेटेर हामीले चाहिँ नयाँ बाटो अब यो देशलाई दिनुपर्छ र पुनः फेरि यस्ता द्वन्द्वहरू सिर्जना नहुने गरी वातावरण निर्माण गर्नुपर्छ भन्ने नै हो। हस्, व्यस्त समयका बावजुद पनि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।